आफू उकालो जाँदै गर्दा उकालोबाट ओह्रालो आउँदै गरेको मान्छेसँग बोल्नु रे के, जो चाहिँ बुवाले गाडीवालाहरूसँग बोल्नुहुन्थ्यो अरे क्या, ड्राइभरसँग जस्तो जुधाएर, किनभने गाडी कम चल्थ्यो नि त, अहिले जस्तो अपडेट्स हुँदैन थियो। उसले भन्छ अरे क्या माथि कहाँ बाटो बिग्रेको छ, त्यहाँनिर चाहिँ अलिक अप्ठ्यारो छ, तपाईँ सम्हालिएर माथि चढ्न सक्नुहुन्छ। त्यो झर्ने मान्छेलाई धेरै कुरा थाहा हुन्छ क्या, बुझ्नु भएन? तर यहाँ झर्ने मान्छेलाई कसैले पनि सोध्दैन। झर्नाको फोटो खिच्छ, हामी मोटरबाट पानी चढाउँछौँ क्या, कहिले फोटो खिचेको देख्नुभएको छ? चढ्नेको फोटो खिचिँदैन क्या यहाँ। झर्नेको फोटो खिचिन्छ तर सोधिँदैन तँलाई कति दुख्यो भनेर, माथि कति माथिबाट झरिस् भनेर। मेरो बुवाले हरेक समय भन्नुहुन्छ, म त्यसैले गर्दा जहिले पनि रेस्पेक्ट आफूभन्दा सिनियरलाई, किनभने उहाँले देख्नु भएको छ क्या त्यहाँ माथि के छ भने।